भविष्यमा के बन्ने लक्ष्य छ तपाईको? अहिले सानैदेखि चाहिँ मलाई एकदम राजनीतिमा रुचि चाहिँ छ मेरो। म उहाँ सुशीला कार्कीज्यू आउनुभन्दा अगाडि मैले चाहिँ म नेपालको पहिलो प्रधानमन्त्री बन्छु भनेर सोच्थेँ। अलिक सानो बेला भनौँ न, सानो पनि के भन्नु, 4-5 वर्ष अगाडि सानै त भइहाल्यो। आजको त्यस्तो सोच्थेँ। राजनीतिमा रुचि छ, राजनीति सँगसँगै मलाई पढाइमा नि पढ्न पनि केही गरौँ भन्ने छ। अब भविष्यको रूपमा चाहिँ केही गरी परिवर्तनको नारा लाउँदै परिवर्तन सकिन्छ भने परिवर्तनको साथ दिउँ, सकिँदैन भने विरोध गर्ने पनि त मान्छे हुनु पर्यो नि त सडकमा भन्ने हिसाबले म चाहिँ राजनीतितिर नै रुचि राखेर राजनीति गर्नलाई तपाईले यति बेला रोजेको पार्टी चाहिँ गलत भयो कि पार्टी आफैमा गलत भएन, तर यो जुन धार जुन प्रभाव बगेको छ नि त्यो प्रभावका दृष्टिकोणले चाहिँ तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीसँग चाहिँ आबद्ध हुनु पर्थ्यो कि? किनभने तपाईको उमेर, तपाईको रुझान, तपाईको अध्ययन यी थुप्रै दृष्टिकोणले तपाईका लागि त्यो चाहिँ उपयुक्त ठाउँ थियो कि? पक्कै पनि हुन्थ्यो होला। अहिले तर जुन सामाजिक सञ्जालमा जुन दुर्व्यवहार भइरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टीको चिनो लिएर आफ्नो नेताको फोटो राखेर उहाँहरूले कुनै महिलामाथि प्रहार गरिरहनु भएको छ नि, म झन् पर ढकलिँदैछु त्यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट। उहाँहरूले चाहिँ चरित्र नराम्रो बनाउँदै हुनुहुन्छ आफ्नो पार्टीको। अभियसली कसैले घन्टीको चिनो लिएर राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने ग्रुपले पनि हालेको छ यो कुरा चाहिँ मैले भन्न चाहे। ग्रुपै भन्ने फेसबुकमा ग्रुप छ राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने। मेरो केपी बाले चाहिँ मलाई सिन्दुर लगाइदिएको फोटो हालेको छ त्यसमा। अनि यो बलात्कृत हुनुपर्छ, यसलाई केपीले पनि बलात्कृत गरिसक्यो भन्ने कमेन्ट राष्ट्रिय स्वतन्त्र पार्टीले लाइक गरेको छ। चित्त त्यो ठाउँमा दुख्छ, म झन् पर ढकेलिन्छु। त्यो भन्दै गर्दा हिजो जुन हजुरकै यही स्टुडियोबाट पुकार बमज्यूले जुन अभिव्यक्ति दिनुभयो त्यो कुराले चाहिँ मेरो मनोबल बढ्यो। म अलिकति शान्त हुन थालेँ। साँच्चीकै भन्नुपर्दा उहाँले एकदम प्रभाव पार्नुभयो मलाई, त्यो उहाँको अभिव्यक्तिले साँच्चीकै भयो। त्यो बाहेक राष्ट्रसभाको मान्यहरूले पनि बोलिदिनु भयो मेरो लागि, सबैले आवाज उठाइदिनु भयो, लोकतन्त्रमाथि प्रहार नगर्नुहोस् भन्नुभयो। समर्थक पार्टी कहिले पनि गलत हुन सक्दैन, पार्टीको सिद्धान्त कहिले पनि गलत हुन सक्दैन। सबै पार्टी लोकतान्त्रिक राष्ट्रमा आएको पार्टीहरूले सबैले राम्रै, देशको लागि राम्रै गर्न खोज्ने सिद्धान्त बनाएको हुन्छ। त्यो भन्दै गर्दा सबैजना पार्टीभित्र सबैजना राम्रो हुन्छ भन्ने छैन। राष्ट्रसभाको नेता नराम्रो नहोलान्, समर्थकहरू त्यस्तै अराजक हुनुभयो, हामीले होइन कसरी भनौँ। जबकि उहाँहरूले फोटै लिएर मलाई त्यसरी कमेन्ट गरिरहनु भएको छ भने होइन भन्न नि मलाई गाह्रो छ, राष्ट्रसभाको समर्थकहरू होइन भन्न पनि। त्यो बाहेक नेकपा एमालेको समर्थक पनि गलत हुन सक्छन्, नेता नि गलत हुन सक्छन्, काङ्ग्रेसको नेता नि गलत हुन सक्छन्, समर्थक पनि गलत हुन सक्छन्। त्यो त सिद्धान्त कतिको बोक्नुहुन्छ र कसरी बोक्नुहुन्छ भन्नेमा नि भर पर्छ नि त। अन्यायको विरुद्ध त हामी म त हरेकचोटि रोडमा ओर्लिन्छु भनिरहेको छु। पार्टीको सिद्धान्त त्यही हो नि त। जनताको बहुदलीय जनवाद भनेको त्यही हो नि त। मदन भण्डारीको सिद्धान्त हो नि त यो त। नेकपाको त सिद्धान्त त एकमुष्ट कम्युनिस्टको सिद्धान्त भनौँ न, नछुट्याइकन। त्यही कारणले मलाई पार्टी गलत हुन्छ जस्तो लाग्दैन। मैले गलत पार्टी छाने भन्ने पनि अझै पनि मैले अघि हिमालयनमा नि भने म छान्ने प्रोसेसमै छु के। कसले कुन छवि मलाई पसाउनुहुन्छ म त्यो छवि अनुसार जानेछु। मेरो उमेर त भर्खरै सुरुवाती तौरमा त छु नि, म विद्यार्थी नै हुँ। मसँग त अझै समय छ। मैले सिक्दै जाँदा, मैले स्टेप चढ्दै जाँदाखेरि म त्यो पोइन्टमा गएर चाहिँ मैले कसलाई छान्छु भन्ने हो। जब म एउटा प्लेटफर्म लिन चाहन्छु त्यो टाइममा म कसलाई छान्छु भन्ने हो। अहिलेको सुरुवाती तौरमा त मैले त सिक्न पाउनुपर्छ। सबै पार्टीको सिद्धान्त मैले बुझ्न पाउनुपर्छ। त्यो बुझेर अनि त्यसपछि चाहिँ ममा आलोचना हुनुपर्छ कि तिमीले गलत पार्टी छान्यौ भनेर। जबकि मैले त्यो पार्टीमा पुरै आबद्ध भएर मैले त्यो पार्टीको लागि केही गर्न सकेको छैन। त्यो पार्टीको सिद्धान्त बोकेर म हिँड्न सकेको छैन। त्यो नभएसम्म मेरो कुनै पनि पार्टी छानेको र पार्टीमा आबद्धित कुरा चाहिँ हुँदैन। सिकाइको